यो फेसबुकको दुनियाँ पनि के अचम्म रहेछ हौ साथी हो। दुनियाँ भन्दा पनि मान्छे चाहिँ साह्रै अचम्मका छन्। मैले माने। पहिला साथीहरूले फर्स्टचोटि एउटा भिडियो हाल्दाखेरि नाइस नाइस फ्रेन्ड, बढिया, किप इट अप, गुड वर्क, राम्रो लाग्यो, अझै भिडियो बना भनेर पहिला उचालिहाले। अनि अहिले बानी बसिहाल्यो। अहिले त एकछिन पनि छोड्न सक्दिनँ म। साथीहरूले भनेको कुरा होला नि त, राम्रै लागेछ, भिडियो मन पराएछन्, योभन्दा अझै कतिलो भिडियो बनाउने हो भनेर म त एकखरो भेडो लागे पो भएँ त। अनि अहिले यसो फेसबुकमा साथीहरूको नाम सर्च गर्छु ती भन्ने साथीहरूको त कोही पनि देख्दिनँ। कता गएछन् कुन्नी भनेर खोजेको त अनफ्रेन्ड गरेछन् कतिपयले त। बिजोग भयो मेरो। पहिला उचालिहाले, रुखमा चढाइहाले, आफू सोझो मान्छे चढिहाले, जरा काटी त हालेछन् एकछिन पछि। यस्तो गर्दा त हुँदैन है, हुँदैन। म त खोजी आउँछु, घरि आएर पनि फेरि फ्रेन्ड लिस्टमा पसारै छोड्छु है साथी हो। यसो गर्न पाइँदैन नि। पहिला किन राम्रो राम्रो भन्यो, नबना, तँलाई सुहाउँदैन भनेका भए म लाग्नै थिइनँ। गुड वर्क, नाइस नाइस, किप इट अप फ्रेन्ड, किप इट अप भनेको चाहिँ खोइ। भनेर भन्दा मिल्दैन। आफ्नो आफ्नो अधिकार, आफ्नो आफ्नो खुसी, मन परे हेरिन्छ, मन नपरे हेरिँदैन। त्यही त होला नि त, होइन र? हस् गाइज, के भन्नु अब, यस्तै रहेछ दुनियाँ। तर साथी हो, तिमीहरूले मलाई हेल्प सपोर्ट गरेर अगाडि पुऱ्याइदियो भने पछि तिमीहरूलाई म पनि सपोर्ट गरौँला न। केही न केही त सघाइ पुऱ्याउँछु होला नि त यो छोटो जिन्दगीमा, 2 दिनको जिन्दगीमा। केही नभए पनि यसो बाटाघाटामा भेट्दा बा मेरै घरमा आउँदाखेरि पनि चाय पानी र नास्ता त खुवाएर पठाउँछु हो साथी हो। त्यति निष्ठुरी नहौ न। अगाडि बढ्न, राम्रो काम गर्ने मान्छेलाई बढाउन अगाडि, किन पछि सार्छौ? आरिस नगर न। म पनि एउटा दाजुभाइ त हो नि त। पक्का पनि एक दिन काममा आउँछु हौ। अहिले काममा नआए पनि पछि कुनै दिन त काममा आउँछु म। अहिले चाहिँ मलाई केही गर्नु पर्दैन। होस् भन्दिनँ हौ, चित्त दुख्छ होला। के खाँचो त्यसको भिडियो हेर्न भन्दै होला। होस् भन्दिनँ, नरिसाऊ है, यतिकै हल्का मजाक मात्रै गरेको।